लाइट्स हैन हामी चाहिँ यो मन्दिरमा आएको छौँ यताबाट यस्तो छ हाम्रो भ्यू टक्क लगेर रात परिसक्यो भन्दा पनि हल्का सुनसान भइसकेको छ अब यहाँ छिर्दैछौँ है त गाइजहरू होइन टक्क लगाएर यहाँ अब दर्शन गरौँ न त मन्दिरमा आएको धेरै भएको थियो 1 वर्ष जति दर्शन गर्नु परेन अब होइन के गर्ने रहेछ फेरि यहाँ के बान्नु आँटेको उनीहरूले सबै हेर्दै उयो गर्छ कि जापान ल बाना बाना ल बाना बाना सुन्दर के मागेको हुन्छ क्या भन न माग न अब के माग्छौ त यसो केउटोमा माग्ने कुरो धेरै थियो पानी खाएर सबै पानी खाएको बिग्रिहाल्ने रहेछ कुरो न एक्जाममा फेल पास भयो सबै मिल्छ ल बाना बाना काम छैन फोटो खिच्नुहुन्छ भन्नुहुन्छ खिच्नुपर्छ कि लाइन लागिरहेको है कतिजना उमाको दौसी हो नि त उमाको दौसी हैन उमा दौसी हो यही काटेर अस्तिको चोटि चाहिँ हेभी दौसी थियो हैन यो चाहिँ उमा दौसी अनि पछि अस्ति चिची दौसी हो मेरो म भेडा हो कि बाख्रा के थियो अर्को वर्ष आउँछ र नि 2003 को हो क्या इङ्ग्लिसमा पो होला त नि इङ्ग्लिस डेटको हुन्छ नि त म 3 हो ल दर्शन गऱ्यो है गाइसहरू नजानी जापान आएर के माग्यो मनमा पनि के भयो त्यतिकै हुँदै निहुरिनु मात्र पो विश्वास गर्छ होला धेरै गर्नु त गरिन्छ तर त्यस्तो धेरै त गर्दैन जान बजाउनु सुन्दरले चाहिँ गरेको हेर्दै म किनकि हामी केही केही भएको मान्छे हामीले केही नजान्ने कहिले मैले ल यो जापानिजको मिल्छ कि नमिल्नु जापानिज दर्शन गरेको पहिलो ल पैसा हाल्नुपर्छ यहाँ पनि ओहे सुन्दर आउन खोइ त नि यता ल्याउ त हामी पनि हामी ल किन पैसा हेर्छ नेपालमा पनि 5 र 10 त हाल्ने हो नि भगवान्ले पहिले भिडियो गर्छ नि सिन्दिरारे मास गर्छु एकदम केही केही बोकेको मान्छे एक्सपिरियन्स धेरै छ त्यो गर्ने ल जाऊ म तिम्रो भिडियो बनाइदिन्छु ल यता साइडबाट बनाऊ के गर्नु होला पैसा हाल्नु के माग्नु भन्दा पनि त्यो कसरी गर्ने भावी बिग्रिन्छ कि भन्ने मनमा भइरहेको छ अनि कसरी सोच्नु पर्ने
यस पनि हुँदैन जति आउँछ हामीले अँ। गर्ने जति आउँछ त्यति गरियो ल जाउँ अब कहाँ म एउटा टी-सर्ट मात्रै लगाएर सुत्छु कि यति धेरै लुगा लगाएर सुत्छु अब कता के अरे अब ए खिच्नुपर्छ भ्यू गाइस ल यो बबाल ठाउँ आइसक्यो गाइजहरू एकचोटि सुन्दर पुगे पौडी खेला त यहाँ कति चिसो होला ल खाल खाल इच्छा हो क्या उहाँ स्वयम्भूमा कति खाल्छ त्यो मैले पनि धरो खालेको छु यस्तो त्यो डलरमा अँ। उयसमा के अहिलेसम्म थाहा छैन मैले पनि कति चिसो यो पानी कति चिसो होला है यहाँ भिडियो बनाउनुपर्छ ल दर्शन गर्न सबैजनाले यहाँबाट गाइजहरू हामी पनि गर्दैछौँ ल ल राम्रो बनाइदियो एकदम 10 रुपियाँ खाइदियो बोक्नु पर्दैन नि थियो होला त पर्छ केही हुन्न मलाई चाहिँ कहिले कन्फिडेन्ट आएन आउँछ आउँछ अलि सुई सुई हिँड न जानु केही हुन्न है कता लुक्नु हो दर्शन गर्नु यहाँ पनि लु ल ल हामी पनि यता पछाडि छौँ मेरो पनि बनाइदेऊ त एउटा चट्ट लगाएर ल दर्शन गरियो है गाइजहरू गऱ्यो होइन दर्शन के माग्यौ त के छ तिमीलाई लाग्छ ओहो जाडो एकदम छ गाइजहरू अब चाहिँ रुममा गएर मोमो खाने प्लान भएको छ या लगेर खानुपर्ने हुन्छ साइकल पार्किङ गरेको छ अब त्यो लिएर यता चाहिँ यस्तो छ है यसमा ल बनाउनु ल कस्तो छ खै त चाहौँ ल्याउ न सुन्दर कस्तो छ जाउँ चोकोपन होइन यो त चोकोपन होइन चोकोपन हो त जाउँ त्यो त जाउँ त एकचोटि त्यहाँ सर जानुपर्ने हुन्छ चट्ट ल जाउँ ल गाइजहरू लाग्ने अब हामी चाहिँ जाडो भइसक्यो जाउँ लु ठक्क लगाएर दृश्य हेरौँ एकचोटि सर यस्तो छ अनि टक्क यहाँ बत्तीको छेउमा ल कुना कुना यस्तो छ है स्वाट ल लाग्यो अब जाडो भइसक्यो चिसो भइसक्यो ल क्रस गरौँ रोड माछा पोखरीको रोड आयो गाडी कुदौँ चिसो अरू बेला जस्तो छैन ल जाउँ साइकलहरू मान कि नमान ल अब लाग्यो